होटलमा देख्नु कतातिर हो जाने हामी होटलमा लाइनमा आज के चिन्दैन आज जस्तो होटलमा लाइनमा चाहिँ हामीलाई मासु आज चाहिँ हामी चाहिँ मालाइनमा जाँदैछौँ गाइडहरू होइन अनि आफ्टर लङ टाइम होइन म फेरि ब्याक भइसकेको छु होइन मैले एक महिना जति भयो होला भ्लग नगराएको अनि मालाइनमा जानु लाग्छ किन भयो कि आज मालाइनमा कार्यक्रम छ अहिले हामी गइरहेको छौँ मालाइन अभिषेकको च्यानललाई सब्सक्राइब गरिदिनु होला हेर्दैन यस्तो मालाइनमा जाने यति हतार छ मासु भात खानु भयो भनेर होला फाइनली गाइस मालाइन के कार्यक्रम रहेछ हेर्नु ब्रिथ मार्गदर्शन तथा रोजगार मेला यहाँलाई हार्दिक स्वागत गर्दछु हाम्रो ल अब डिप्लोमा 5th सेमेस्टरको ल मालाइनमा आइपुगेको छौँ अब हामी भित्र छिर्छौँ कस्तो मेला रहेछ होइन कपिल हाम्रो हेन्डसम म्यान आज यहाँ मासु भात खुवाउँछु भनेर आयो होला नि होइन केटाहरू तर यहाँ मासु भात हुँदैन है फेरि त्यस्तो केही विशाल त जिम गएको मलाई आज स्योर मासु भात खुवाउँछु भनेर स्योर फिक्स मेरै त अनि अब तिमीलाई फेरि छ हामी चाहिँ अहिले घोडा बजार छौँ गाइड मालाइन मेरै हो मालाइनको मेलामा छौँ आज मेला के छ अरे यहाँ होटलमा खतरा चिजहरू भेटिन्छ अनि अरू कलेजकोहरू पनि आएको छ होला सायद देखा छ के हेरे त यस्तो फाइनल्ली हामी मालाइन यस्तो होटलमा देख्नु चाहिँ यहाँ खतरा ब्लगरहरू है अनि खतरा मान्छेहरू कलाकारहरू आउने ठाउँ हो मालाइन हेर्दाखेरि पनि देखिँदैन अनि हामी यतातिर छौँ गाइड्सहरू यतातिर सब छ कि केटाहरू होइन ए हेर्छौँ यतातिर हेर्दा गाइड्स हेर्न सकिन्छ गाइड्स इन्ट्री होला सायद होइन ब्रिथ मार्गदर्शन तथा रोजगार मेला अनि शिव के छ कतिको एक्साइटेड हुनुहुन्छ त म बहुत एक्साइटेड छु आज अब के ब्रिथ मार्गदर्शन तथा रोजगार मेला हो क्या पानी केटाहरू हामी यता मालाइनमा आइसकेका छौँ यतातिर चाहिँ मेन बिल्डिङ रहेको छ यता मालाइनमा अब यसो इन्ट्री गेट गर्नु लाग्यो त्यही गर्ने हो त्यसपछि अब सानो मेला रहेछ लगाएँ यतातिर त्यही त देखाउने भने चाहिँ ल्याएको मैले त आउनु चाहिँ यार कस्तो लाभ गर्ने लगाएँ केटाहरू यतातिर खतरा छ होइन कपडा लाग्छ मेरो यार सर पार्टी दिएन त हामीलाई त मासु खानु पाइन्छ कि भनेर आएको दिँदै दिएन मिसको पार्टी हो कि भनेको थिएँ मैले त मिसको पार्टी रे खै त रे मलाई देखाउने लगे देखिन्छ यार यतातिर ल मलाई देखाइदिनु पार्टी खाने भनेर मिसको अस्ति भात त्यही भएर यार पार्टी खाने भनेर आएको नि दोस्त तर यार मलाई मात्रै देखाउन मलाई देखाउन जस्तो भयो होइन के यार दोस्त
सर जाम जाम ल ल ठिक छ ल ल मेरो आइछ त यस्तो किटहरू भाइ बहिनीहरू ल भिडियो रहेछ कुले खिच्नु लाग्छ ए त्यता रहेछ बस छुट्टी तिम्रो पनि छुट्छ क्या हामी पनि खिच्नु नानो क्लासको खोइ जाम्ने यहीमा मिस फुल माया फुल कसले लगाइदियो के फुल लगाउने मान्छेले ल बाई गाइस बाई 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 जाम कि जाम 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 चल फोन है भन्दैन तिमीले लाइक छुँदैछ होइन कि यसो तर्सिन्छ कि तर्सिँदैन भनेर गराएको फेरि त्यसो नराम्रो हाम्रो फर्स्ट सेकेन्ड थर्ड हाम्रो फिफ्थ थर्ड अनि सेकेन्ड सेमिस्टर हाम्रो डिप्लोमा गर्नु हुन्छ डिप्लोमाको सबै स्टुडेन्टहरू यतातिर छन् धुन भिजेर भाइरल भयो त झन् राम्रो के दस यो छैन प्राइभेट बस हो यसमा 30 रुपियाँ सस्तो भयो कि यार कति हो मनोज भन्दै 40 दुईटा समस्या त आउनु पर्यो कि अरे क्यान्टिनमा 10 रुपैयाँ कस्तो गर्नु हो मासु कति खायो त मासु मासुमा सपनामा भन्यो भने तन्न खाए नि तर रियलमा यार मासुको चोक्टा पनि देख्नु पाएन मालाइन भन्ने बित्तिकै मासु खान पाइन्छ भनेर यसो आएको मालामा मासु भन्छ माबाट मासु भन्ने आदि तर के गर्ने मासु न सासु मासु खान पाइन्न सासु अब केटी छैन के गर्ने हो यस्तै हो जिन्दगी यस्तै चल्छ अब फाइनल्ली कलेज खुसी भएको छ फेरि आकाश खुसी भएको छ बाई बाई टाटा बाई हेलो गाइस आज लाइन हानिस् त है केटीलाई कस्तो रहिलो भयो त शिव हामी चाहिँ गएको मालाइन होटलमा केटी पोतसँग एउटै एटिएममा आइले भने म चाहिँ खुसी भएको छु हामी बिहार त्यही भन्ने त चित्त बुझाउने त्यही भनेर चित्त बुझाउने बस भन्ने केटी पनि त्यति जन्ती कत्र गए होइन त्यो त होइन आउट कि हो फाइनल्ली गाइस अब पनि अब रुममा गइन्छ अनि आजको भ्लग चाहिँ यति नै भ्लग त हुँदैन यस्तै हो यतिकै हो होइन अब गयो बाई